बेलुकीको सम्पूर्णमा नमस्ते। करेसाबारीमा कुखुरा डुलाउँदै आज कुखुराहरू चाहिँ यहाँ चरिरहेको छ। काँक्रा फुल्न थालेको छ मेरोमा। वैशाखमै यसपालि काँक्रा फल्ला जस्तो छ। राम्रो चाहिँ बोट मसँग झ्याङ्गिएको पनि छ र फुल पनि फुल्न थालेको छ। यसपालि काँक्रा चाँडै फल्ने देखिन्छ। यो कुखुराहरू पनि यहाँ आनन्द छ, चरेर बसिरहेको छ। क्या आनन्द कुखुराहरू। यो सानो बिउ हो। यसको पनि स्वास्थ्यको हिसाबले अत्यधिक राम्रो हुन्छ। यसको तरकारी मिठो पनि हुन्छ र स्वास्थ्यप्रदको यो प्रेसर रोगीहरूको लागि, सुगर रोगीहरूको लागि पनि यो तरकारी चाहिँ अत्यधिक राम्रो हुन्छ। यहाँहरूले पनि खाने गर्नु होला। बजारमा पनि पाइन्छ यो किन्न, तर आफैले 1-2 च्याङ रोप्यो भने चाहिँ यो अत्यधिक मात्रामा यो फल्ने गर्दछ। यो लगाउनु होला घर करेसाबारी वरिपरि। हामीसँग टमाटर पनि फलिसकेको छ। टमाटर लटरम्म फलेको छ। टमाटर हामीसँग भालेहरू चाहिँ यहाँ चढ्दैछ। यो चाहिँ 1-2 दिनपछि सुप बनाउनुपर्छ। ओके, बाई बाई।